सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो गुगल एडसेन्सबाट चाहिँ लेटर आइसकेको छ। यो हजुरहरूले दिनुभएको साथ सपोर्ट मायालाई चाहिँ सदैव एकदमै मनैदेखि एप्रिसिएट गर्न चाहन्छु। र मैले चाहिँ मेरो युट्युब च्यानल खोलेको थिएँ र युट्युब च्यानलमा काम गरिरहेको थिएँ र यो एडसेन्स गुगल एडसेन्सबाट आउने यो लेटर हो र यो भित्र पिन हुन्छ र यदि तपाईको गुगल एडसेन्समा चाहिँ $10 भइसके पछाडि चाहिँ त्यहाँनिर तपाईको आइडेन्टिटी भेरिफिकेसन तपाईले गर्नुपर्ने हुन्छ र त्यसैगरी यतातिर अनि आइडेन्टिटी भेरिफिकेसन गरिसके पछाडि चाहिँ अनि तपाईको एड्रेस भेरिफिकेसन गर्नको लागि चाहिँ जुन यो गुगलले पठाउने गर्दछ गुगल एडसेन्स पिन जुन चाहिँ अमेरिकाबाट आउने गर्दछ। मलाई 1 महिना जति लाग्यो यो चाहिँ गुगल एडसेन्सको यो पेपर यो लेटर मेरो हातमा पर्नलाई। यहाँ नजिकैको हुलाक कार्यालयमा चाहिँ मलाई फोन आएको थियो नजिकैको हुलाक कार्यालयबाट र गएर मैले यो लिएर आएँ र अब चाहिँ म यो गुगल एडसेन्स पिनलाई भेरिफिकेसन गर्नेछु र जुन मेरो च्यानल मोनिटाइज भएको थिएन बल्ल मोनिटाइज भइसकेको छ। तपाईहरुसँग चाहिँ मैले शेयर पनि गरेको थिइनँ। अब यो च्यानलमा चाहिँ मैले प्राय गरी भिडियोहरु अपलोड गर्नलाई छोडि नै सकेका थिएँ र पनि यस्तो खुशीको चाहिँ एउटा चाहिँ मेसेजहरु चाहिँ तपाईहरुसँग शेयर गर्न खुशीको माहौलहरु यो खुशीको माहौल चाहिँ तपाईहरुसँग म शेयर गर्नलाई खोजेको छु र धेरै दिनको बादमा यो मेरो हिमाल मगर युट्युब च्यानलमा चाहिँ आज भिडियो लिएर आइपुगेको छु। हेरेर साथ दिनु होला कस्तो लाग्यो त्यो कमेन्ट पनि गर्नु होला। र एउटा युट्युबर्सको लागि चाहिँ यो जुन पेपर देख्नु भएको छ यो लेटर यो एकदमै महत्त्वपूर्ण हुन्छ र यदि तपाईको च्यानल मोनिटाइजेसन भइसके पछाडि 1000 सब्स्क्राइबर प्लस 4000 घण्टाको वाच टाइम अथवा तपाईको सर्ट भिडियोमा 10 मिलियन भ्युज ल्याएर तपाईले चाहिँ च्यानल मोनिटाइजेसन गर्नुभयो र गरिसके पछाडि तपाईको अन्तिमको हाम्रो जुन महत्त्वपूर्ण कुरा चाहिँ यही हो। तपाईको एडसेन्स एकाउन्टमा जब $10 बन्छ र तपाईको आइडेन्टिटी भेरिफिकेसन गरिसके पछाडि जुन एड्रेस भेरिफिकेसनको लागि चाहिँ यो गुगलले पठाउने गर्दछ यो पिन र यो पिन लगाएर तपाईले यहाँ एड गरेर चाहिँ भेरिफिकेसन गरिसके पछाडि चाहिँ अनि चाहिँ तपाईले आफ्नो बैंक त्यहाँनिर लिंक गर्ने अप्सन पाउनुहुनेछ र अब तपाईको बैंक लिंक गरिसके पछाडि तपाईको युट्युबबाट अर्निङ भएको पैसा चाहिँ अनि सजिलै तपाईको बैंकमा चाहिँ विथड्र हुन्छ र बैंकमा चाहिँ अब विथड्र हुन्छ भन्नु भन्दा पनि अब कस्तो हुन्छ भने युट्युबको यो धेरै जनालाई थाहा छ है। अब कति जनालाई थाहा नहुन पनि सक्छ। जब तपाईको चाहिँ एडसेन्स एकाउन्टमा $100 क्रस हुन्छ अनि त्यसपछि चाहिँ गुगल एडसेन्सले तपाईको बैंकमा चाहिँ युट्युबले भनौं न युट्युबले तपाईको बैंकमा अनि पठाउने गर्दछ। यदि तपाईको $100 पुगेको छैन भने त्यो होल्डमै बस्छ र जहिले तपाईको $100 पुग्छ र महिनाको 21-22 तारिक चाहिँ तपाईको बैंकमा आउने गर्दछ। यो थोरै इन्फर्मेसन हो। अब यो धेरै खुशीको कुरा चाहिँ के हो भन्दा एकदमै धेरै खुशी छु। तपाईहरुसँग चाहिँ मैले भिडियो बनाउँदै गर्थेँ हिजोअस्तिको दिनमा तर यो च्यानलमा चाहिँ मैले भिडियो बनाउनलाई छोडेको थिएँ र म चाहिँ प्राय गरी अहिले कन्टिन्युटी दिइराखेको भनेको मेरो हिमाल भ्लग्स युट्युब च्यानल छ। हिमाल भ्लग्स युट्युब च्यानलमा चाहिँ मैले भिडियोहरु प्राय गरी डेली लाइफको भिडियोहरु भ्लगहरु बनाएर मैले अपलोड गरिरहेको थिएँ र सोही च्यानलको चाहिँ यो एडसेन्स एकाउन्टको जुन पिन आएको छ एड्रेस भेरिफिकेसनको लागि सोही कुरा चाहिँ म शेयर गर्न तपाईहरुसँग आइपुगेको छु। अब मेरो यो हिमाल मगर युट्युब च्यानल चाहिँ मोनिटाइजेसन भएको छैन। अब यसको क्राइटेरियाहरु बाँकी नै छन् र पनि यसो कहिलेकाहीँ यस च्यानलमा पनि यसो अनुहार देखाउनलाई आइपुगेको छु। ल हेरेर साथ दिनु भएकोमा सदैव तपाईहरुसँग चाहिँ यसरी नै आफ्ना सुख दुःख बाँड्ने मेरो जमर्को रहेको छ। आउँदा जाँदा के कस्तो हुन्छ जिन्दगीमा सबै कुराहरु शेयर गर्दै जानेछु। हेर्दिनु भएकोमा सबैजनालाई थ्यांक यू सो मच। फेरि भेट्नेछौँ हामी अर्को भिडियोमा। ल सर।